हेलो एभ्रिवान। आज चाहिँ म फर्स्ट टाइम गल्फ खेल्न जाँदैछु। आजसम्म गल्फको एउटा त हुन्छ नि त ब्याट जस्तो छोको पनि छैन, टिभीमा देखेको मात्रै हो, रियलमा नि आजसम्म फिल्डमा गएको पनि छैन। तर आज म फर्स्ट टाइम प्र्याक्टिस गर्न जाँदैछु। म हजुरहरूलाई देखाउँछु। यहाँ माथि गल्फको ब्याग छ। यो भनेको गल्फको ब्याग हो। यो किन्दाखेरि लगभग 1.5 लाख 1 लाखभन्दा माथि नै पर्छ, 1.5 लाख जति पर्छ होला नर्मली। मेरो सेम्पाई मेरो सिनियरले दिएको गिफ्ट दिएको। यो चाहिँ यत्रो राम्रो राम्रो छ। यहाँ लगभग 12-13वटा डन्डीहरू छन् यहाँ। अनि यहाँपट्टि गल्फको बलहरू छ। यो चाहिँ हाम्रो मालिकले दियो। अनि यो चाहिँ म आफैले किनेको। यो एकदमै सस्तो हो। यो चाहिँ गिफ्ट पाएको। हुन त गल्फको लागि एकदमै राम्रो ड्रेसअप हुन्छ, तर आज चाहिँ मेरो ड्रेसअप यही हो। गमिलो एउटा प्यान्ट छ अनि सेतो सर्ट छ, यति हो। ओके, अब यहाँ चाहिँ म गल्फका यी डन्डीहरू यसरी यहाँ हाल्ने हो। ओके, ओके ओके रेडी भयो मेरो गल्फको ब्याग। यस्तो हुन्छ। आर्नोल्ड पाल्मर हो कि के हो यो? यस्तो छ, यस्तो छ। अनि यहाँपट्टि मैले नाम पनि लेखाएको छ, मेरो नाम हेर्नुहोस्, यस्तो नाम पनि लेखाएको छ। अब यो झडप्प बोकिन्छ र अनि गइन्छ गल्फ खेल्न। हामी गल्फ खेल्ने ठाउँमा आइपुगेका छौँ। यो गल्फ खेल्ने ठाउँको भित्रपट्टि हो, जसमा गल्फको सबै सामानहरू बेच्न राखेको हुन्छ। गल्फ प्र्याक्टिसको लागि यो कार्ड किन्नुपर्ने हुन्छ। 2000 तिरेर 1 घन्टा खेल्न पाइन्छ। मैले चाहिँ जिन्दगीमा पहिलोचोटि गल्फ क्लब समातेको। त्यो गल्फको ब्याट जस्तो डन्डीलाई चाहिँ गल्फ क्लब भन्छन्। मलाई हान्ने तरिका अथवा गल्फ क्लब समात्ने तरिका, उडाउने तरिका केही पनि थाहा थिएन। फर्स्ट टाइम थियो, त्यही भएर केही पनि थाहा नहुँदै हान्दा पनि राम्रै उडिरहेको थियो, सिधै गइरहेको थियो। बिचमा मलाई एउटा जापानिज अङ्कल आउनु भएर मैले गर्न नसकेको कुराहरू अनि मलाई थोरै धेरै एडभाइसहरू पनि दिनुभयो। अनि उहाँले हानेको एउटा सर्ट छ, त्यो हेर्नु होला। उहाँले हानेको सर्ट चाहिँ एकदमै पर्फेक्ट थियो, एकदमै टाढा उडिरहेको थियो। अनि मैले 1 घन्टा जति गल्फ खेलिसकेपछि घर फर्केर आएँ। अहिले म गल्फको प्र्याक्टिस गरेर घर फर्केर आइसकेँ। मेरो आजको गल्फको एउटा एक्सपिरियन्स कस्तो छ त भन्दाखेरि, गल्फ खेल्नलाई एकदमै महँगो हुने। पहिला गल्फको एउटा ब्याग र गल्फको क्लबहरू किन्नको लागि लगभग 1 लाखदेखि 1.5 लाखसम्म पैसा लाग्छ। अलि महँगोलाई त झन् लाग्छ 3 लाख 4 लाख 5 लाख, त्योभन्दा महँगो पनि हुन्छ होला। तर एउटा नर्मल एउटा गल्फको ब्याग र गल्फको क्लबहरू किन्नको लागि लगभग 1 देखि 1.5 लाख लाग्छ। मेरो केसमा चाहिँ मलाई एउटा मेरो सिनियरले मलाई गिफ्ट दिएको थियो, त्यही भएर मलाई चाहिँ पैसा लागेन। नाइ भने आफूले किन्न परेको भए सायदै किनिन्थेन होला। 1 घन्टा प्र्याक्टिस गरेको मात्रै लगभग 2000 जति लाग्छ। अनि हजुरहरूले एउटा गेम खेल्न जानुभयो भने नर्मली त गेम खेल्नको लागि इन्ट्री फी मात्रै लगभग नेपाली 10,000 जति लाग्छ। मैले जापानको केसमा बोल्दैछु, देशअनुसार छुट्टै होला। राम्रो राम्रो ठाउँहरूमा अझ बढी पनि लाग्न सक्छ। त्यस पछाडि गल्फ क्लब र ब्यागको लागि 1 देखि 1.5 लाख लाग्छ। त्यस पछाडि हजुरले गल्फ खेल्न जाँदाखेरि यत्तिकै नर्मल लुगा लगाएर जान मिल्दैन। हजुरहरूले गल्फको लागि बनेको एउटा टी सर्ट हुन्छ, अनि क्याप हुन्छ, अनि प्यान्ट हुन्छ, अनि एउटा सुज हुन्छ राम्रो। त्यो गल्फको लागि बनाएको कपडाहरू हुन्छन्, अनि त्यो कपडा लगाएर जानुपर्छ। अरूहरू पनि एकदमै धेरै कुराहरू छन्। अब त्यो मलाई नि त्यतिसम्म थाहा छैन, आजसम्म गएको छैन। जुलाईको 6 या 7मा हाम्रो कम्पनीबाट गल्फको एउटा गेम हुँदैछ, कम्पनीभित्रको मेम्बरबाट। अनि त्यसमा चाहिँ मलाई इन्भाइट गरेछन्, सायद म जान्छु होला। त्यसमा गएँ भने चाहिँ मैले त्यस बेला आफ्नो एक्सपिरियन्स बताउँछु। अहिलेलाई मैले जानेको गल्फको एउटा इन्फर्मेसन भनेको यति नै हो। मलाई अझै खेल्न पनि आउँदैन, अझै गल्फ समात्न पनि आउँदैन। गल्फ सम्बन्धी जानकारी केही पनि थाहा छैन। केही सिक्न पाएँ भने चाहिँ म फेरि भिडियोहरू बनाउँछु। आजको लागि चाहिँ यति नै, धन्यवाद।